दुईटा लगाएर ट्राई गर्छु अनि कुनले चाहिँ राम्रो देखियो कमेन्ट गर्नु होला। साथीहरु निलो फुल म कस्तो देखिरहेको छु। हामी चाहिँ कहाँ हिँडेको रात परिसक्यो। हाई साथीहरु, सेवा एन्ड वेलकम टु माई युट्युब च्यानल। अनि आज चाहिँ म चाहिँ डेलीवाला भ्लग बनाउनु मन लागेर चाहिँ डेलीवाला भ्लग बनाउन आँटेको छु साथीहरु। अनि आजको दिन चाहिँ के गर्छु त्यो सबै भ्लग बनाउनेवाला छु साथीहरु। त्यस्तै स्पेशल त केही पनि गर्दिनँ, त्यही पनि मलाई चाहिँ डेली भ्लग बनाउनु चाहिँ मन लाग्छ। तर दिनकै एउटै खालको कन्टेन्ट हुन्छ, एउटै हुन्छ, त्यही भएर मेरो त्यही खासै भ्युज पनि जाँदैन। खासै भन्दा पनि मेरो भ्यू चाहिँ जाँदैन क्या, त्यही भएर मलाई भिडियो बनाउनु त्यति जग्गा लाग्दैन। त्यही पनि घरिघरि चाहिँ यसो रहर, त्यही भएर म चाहिँ भिडियो बनाउन आँटेको साथीहरु। अनि मेरो भिडियो पनि हेरिदिनु होला साथीहरु, कस्तो लाग्छ मेरो युट्युब च्यानलमा गएर। अनि मेरो सब्स्क्राइब चाहिँ जति छ त्यति चाहिँ भ्युज कहिले पनि आउँदैन, त्यसको आधीको आधी पनि आउँदैन क्या। हेर्नु मेरो सब्स्क्राइबर 1700-1800 जना छ भने चाहिँ भ्युज चाहिँ आउँछ 100 भन्दा माथि जाँदैन। त्यही भएर म चाहिँ मेरो पनि भिडियो हेरेर सपोर्ट गरिदिनु होला प्लिज। अनि मेरो पेजलाई पनि मिनी भ्लग हाल्छु, मेरो पेजलाई पनि फलो गर्नु होला। अनि म चाहिँ मेरो युट्युब पनि सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु साथीहरु। अनि मेरो चाहिँ भनेको जस्तो भ्युज पनि जाँदैन, त्यही भएर म चाहिँ भिडियो हाल्नै मन लाग्दैन, त्यही पनि हालिदिन्छु यसो रहर पुरा गर्नुको लागि साथीहरु। अनि जति सब्स्क्राइब छ त्यति चाहिँ आउँदैन क्या साथीहरु, त्यही भएर चाहिँ म चाहिँ आज चाहिँ भिख माग्दैछु है। वकिङ जानै मलाई चाहिँ जागरै चलेन, अल्छी लाग्यो। मलाई चाहिँ ढाड पनि दुखिरहेछ, त्यही भएर म चाहिँ आज घरमै बस्छु अनि सरसफाइ गर्छु। अनि मेरो अनुहार हेरेर चाहिँ नतर्सिनु होला, यो चाहिँ बिहानको उठ्ने बित्तिकैको अनुहार हो क्या, के पनि थाहा छैन। अनि फेरि मेरो फेसमा चाहिँ कति धेरै उयोहरू छ क्या, फोहोरहरू, त्यही भएर म चाहिँ नतर्सिनु होला मेरो अनुहार हेरेर। मेरो अनुहारमा चाहिँ केही पनि लाग्छ छैन, मेरो अनुहार चाहिँ कहिले पनि सफा भएन साथीहरु। किन होला, के लगाएर सफा हुने हो थाहा छैन, आँखाभरि पचेर होला। तर मुख त धोएर आएको छु। यो चाहिँ मैले बुनेर ल्याएको हो वकिङ जाँदाखेरि। अनि दुईटै, एउटा चाहिँ होइन एउटा चाहिँ हो। मेरो प्लान्टहरू चाहिँ कस्तो राम्रो भइसक्यो क्या, झनै घोप्टियो। अनि म चाहिँ वेट पनि लस गर्नु पर्यो, वेट पनि घटाउनु पर्यो भन्ने सोचिरहेको छु। अनि कसरी घटाउने क्या, हेर्नु न मेरो वेट त कसरी घटाउने। खुट्टा पनि पुरा दुखिरहेछ क्या मेरो, आज देख्न सक्नुहुन्छ। अब चाहिँ म एक्सर्साइज गर्छु क्या साथीहरु, कस्तो आइरहेको छ थाहा छैन। एक्सर्साइज गर्नु पर्यो अनि घरमै। ल साथीहरु, अहिलेलाई चाहिँ एक्सर्साइज गर्नु जान्छु। म चाहिँ एक्सर्साइज गरिसकेर पनि पानी खाँदैछु साथीहरु। तर मैले चाहिँ उठ्ने बित्तिकै पनि पानी खान्छु क्या, उठ्ने बित्तिकै मनतातो पानी खान्छु एकचोटि। अनि त्यसपछि फेरि यताउता के गर्छु, त्यसपछि फेरि खान्छु क्या मनतातो पानी नै। पानी खाइन भने चाहिँ मलाई कस्तो गाह्रो हुन्छ कि बिहान बिहान चाहिँ। एक ग्लास पानी खत्म। अब मैले सनस्क्रिन र मोइस्चराइजर लगाउँछु। यो मोइस्चराइजर चाहिँ म पहिल्यैदेखि कति भयो यो युज गरेको, ठिकै छ, त्यति साह्रो महँगो पनि छैन, सस्तै छ यतिको। त्यही भएर मैले चाहिँ यही युज गरिरहेको छु। अनि मलाई फापी पनि रहेछ। 1 वर्ष बढी भयो युज गर्न थालेको। पहिला चाहिँ सेटाफिलको युज गर्थेँ, त्यसले चाहिँ मलाई साह्रो उयो गर्यो, के भन्ने लेक्रा आउने खालको बनायो क्या, खै कुन के नमिलेको। यसले चाहिँ त्यस्तो बनाउँदैन। 5 महिना कति भइसकेछ हौ आमा। मलाई मोइस्चराइजरले चाहिँ टन्नै पुग्छ क्या, 6-7 महिनै पुग्छ। अनि सनस्क्रिमले पनि त्यस्तै। सनस्क्रिम त मैले यसपालि त खै लाउनै छोडेछु,
यो वर्षभरिमा त मैले 2टा मात्रै सनस्क्रिन किनेँ अनि खासै बाहिर पनि जाँदिनँ, फेरि मन लाग्दाखेरि लाउने मन नलाग्दाखेरि नलाउने गरिरहेको छु क्या। म चाहिँ 12 महिनामा एउटा 2टा सनस्क्रिन किनेँ यसपालि चाहिँ। अनि यो साल लागेपछि चाहिँ अस्ति भर्खरै एउटा लिएर आएँ। बडर कुडर चाहिँ मेरो बहिनीले गरिसकेको छ, पोचाले पनि लगाइसकेको छ। अनि म चाहिँ अब यो सनस्क्रिन लगाउने अनि लुगा धुन्छु यसरी काट्टा चाहिँ यहाँ लगाउँछु, लिप गार्ड लगाउँछु। मेरो चाहिँ ओठ सधैँ सुक्खा, ओठ सधैँ फुट्ने है। अनि यो मैले किनेको नि कति महिना भइसक्यो, कार्तिकमा किनेको होला। मङ्सिर पुस माघ फागुन चैत वैशाख जेठ लागिसक्यो। अब 6-7 महिना टिकिसक्यो। हल्का मात्रै युज गर्छु नि त। महिना अस्तिसित मैले धेरै नै युज गर्थेँ, अब त सकिन लाग्यो, त्यही भएर कम्ती युज गर्छु। एकदम राम्रो छ क्या, ओठदेखि कतै सर्दैन, सजिलो छ। यति हो मैले लगाउने बिहान जागा चलेमा, नचले त त्यत्तिकै हो। अब कपडा धुनु छ मेरो, कपडा धुनु छ यति मेरो, धेरै त छैन। मेरो कपडा धेरै धुनु पर्दैन किनभने बाहिर डुलिँदैन नि त, अनि कम्ती डुलिन्छ अनि 1-2वटा मात्रै हुन्छ। आफूले लगाएको अनि निकाल्यो, धुयो, धुवायो। मैले चाहिँ कपडा सपडा धुएर पनि सकाएँ। अब चाहिँ के गर्छु भने खाना पकाउँछु, खान्छु। मेरो चाहिँ खाना पाक्यो साथीहरू। लट्टे साग खानु पर्यो भनेको त छैन हौ, लट्टे साग त खोज्दा खोज्दा हैरान मात्रै भए छैन। ल मेरो चाहिँ खाना यस्तो छ, यति त बताउँदैन होला हौ, यति खाँदा त होइन, खाजालाई धेरै। साथीहरू मैले चाहिँ खानासाना खाइसकेँ होइन। अब म चाहिँ आज चाहिँ एउटा मेकअप गर्छु है त। कस्तो राम्रो भगेर हेर्नु नि उता। मैले यहाँ चामल दिने बानी गरेको थिएँ कि, त्यही भएर यहाँ आउँछ। पठाइदिन्छु, हिजो त दिएन, बिर्सेछु। म चाहिँ त्यो एउटा कोरियन मेकअप गर्ने ट्राई गर्छु। कतिको गर्छु होइन। मेरो सेल्फी स्टिक चाहिँ यता राखेँ, मेरो रिङ लाइट चाहिँ यता राखेको छु। त्यहाँ त म यसको लाइट चाहिँ यसमा अडाउँछु मात्रै म चाहिँ, अनि यो चाहिँ धेरै चलाउँदिनँ क्या। यो लाइट चाहिँ चल्दैन, चल्न त चल्छ तर म चलाउँदिनँ, मन पर्दैन यसको लाइट। ल साथीहरू, म चाहिँ अब मेकअप गर्नतर्फ लाग्छ है त साथीहरू। हेर्नु न मेरो हात चाहिँ अलिकति माटो छुयो कि के छुयो कि जान्छ। हेर्नु नि यस्तो भइरहेछ, यस्तो देखेको छैन, यस्तो। यता पनि काम छैन हौ हातको पनि। ठाउँमा चाहिँ यस्तै छ, ऐना त राख्नु पर्यो। म चाहिँ पहिला यो लगाइसक्छु, अब लगाउँछु क्या। म चाहिँ कहिले किनेको हो क्या, यो चाहिँ पहिल्यै किनेको हो, अहिले चाहिँ किनेको छुइनँ। तर सधैँ लाउने होइन, यो कहिले कस्तो लाउँछु, त्यही भएर ठिक छ। डेट त छ होला, नभए पनि होस् लाउँछु। म चाहिँ कन्ट्रोल गर्छु है। यत्रो ठुलो निधारलाई यस्तो गरौँ, यस्तो गरौँ। मेरो चाहिँ मेमोरी फुल भएछ साथीहरू। कति धेरै मेमोरी एकैछिन फुल हुन्छ क्या। किन आँखा पोल्यो है। म चाहिँ यसले नै आइब्रो कोर्छु है साथीहरू। हेर्नु है मेरो चाहिँ यतिको भयो, भइहाल्यो। मेरो त्यति मिलेको पनि छैन नि त, त्यही भएर यतिकै राखिदिन्छु म। आइब्रो चाहिँ त्यति म पर्फेक्ट छुइनँ कि यो कोर्नुमा चाहिँ, यतिको भयो मलाई चल्छ, आफ्नोमा कोर्नु आउँदैन। ठिक छ, यो 2टाबाट गर्छु त मेकअप। आँखामा लाउँछु, कोरियनहरूको पिङ्क हुन्छ है धेरै जस्तो आँखामा, अझै लाइट पिङ्क लिन्छु फर्स्ट। ल अब यता
यहाँ चाहिँ केले लागौँ यो युज गर्छु यसले यता कोरिन्छ कि कोरिँदैन अब यसलाई ब्लेन्ड गर्नुपर्छ अनि के साह्रो आँखा पोलेको भाइ यो केमिकलहरू त मेरो आँखामा पर्नै भएन हो यो अब यसले म हल्का ब्लेन्डिङ गर्छु यो लगाइदिन्छु दाजु अब यो यसको पालो अलिक हेभी नै छ त्यही पनि लगाइदिन्छु ल मैले चाहिँ आइब्रो लगाएँ आइब्रो चाहिँ काटेँ र आधी आधी बनाएँ क्या कस्तो एक्कासी चिसो लाग्ला जस्तो भएको क्या ब्लस चाहिँ यस्तो खालको लाउँछ क्या कोरियनरले चाहिँ मेरो छोरो हेर्नु न के भएको यस्तो ओठ अब म चाहिँ यता पनि हाइलाइट गरिरहेको छु साथीहरू कस्तो देखिन्छ अब चाहिँ मेरो मेकअप अलमोस्ट डन त्यस्तो कोरियन लुक्स चाहिँ आएन हो यताको लाइटमा मात्रै ठिक छ क्या अनि यो उज्यालो भएको भए काम लागेको भए चाहिँ अलिक राम्रो देखिन्थ्यो यो मेकअप होइन यो यसले चाहिँ अलिक नराम्रो देखायो क्या यो लाइटले यो लाइटहरूले अन्त र रियलमा क्यामेरामा भन्दा बाहिर हेर्दा चाहिँ फेरि राम्रो छ यो मेकअप तपाईहरुलाई कस्तो लाग्यो हेर्नु होला ल मेरो चाहिँ यो चाहिँ खोल्नु यो दुईटा छ यो दुईटामा कुन लगाएर ट्राई गर्छु अनि कुनले चाहिँ राम्रो देख्यो कमेन्ट गर्नु ल यो चाहिँ कस्तो छ यो मोती र यो मोती चाहिँ म्याच गर्छ कुन राम्रो ल अहिले हाई गाइज म चाहिँ फेरि डुल्न जान आँटेको अनि आज चाहिँ हामी कहाँ हिँडेको राति भइसक्यो हामी चाहिँ घुम्न हिँडिरहेछौँ साथीहरू अनि दुईजना मेरो बहिनीहरू यता छन् हेलो गाइज के भइरहेछ एउटा त रुनु आँटेको छ खै भिडियो ठिकै आउँदो रहेछ अब हामी त्यहाँ माथि पुग्दाखेरि 15 मिनटमा पुगिन्छ अनि फुल धेरै फुल भएको चाहिँ कहाँनिर पो हो यहाँभित्र चाहिँ मेन गाडी नै पाइँदैन अब स्कुटर लग्यो भने कहाँ राख्ने पार्किङ गर्ने नै ठाउँै ठ्याक्कै पाइँदैन अनि भरे त्यो स्कुटर लग्यो भने चाहिँ ब्याग अडाम्नु होला उनका चाहिँ नाक्सुङ भइरहेको छ नाक्सुङ जस्तै भइरहेको छ क्या आज हामी चाहिँ कहाँ हिँडेको रात परिसक्यो अब हामी चाहिँ माथि
हाम्रो डेस्टिनेसनमै पुगेर भेटौँ है त साथीहरू। जो बाटोमा आइसक्यौँ कि साथीहरू, तर रात पो परिसक्यो हौ। कति टाइम लाग्यो हिँड्नु। के भनेको भन्नु? पुल भएकोतिर अझ कति जान लान्छ? त्यति त पानी पो पऱ्यो त हौ, के गर्ने होला? पुगेर हो हामी, पुगेर फर्किनु पर्ने मार्ने हो आज। बत्तीहरू बलिसक्यो, कतिहरू बसेको आजभोलि त ट्राफिकहरू पनि। त्यही हुन्छ नि, हामी कुद्ने हो। आएन राम्रो, रात त पऱ्यो, के राम्रो आउँछ त। उयो गरेको नि, फुल त देखिनु छोडेछ, निलो फुल। हेर्नुहोस् त साथीहरू, मलाई चाहिँ किन हामी त त्यसै आएछौँ कि क्या हो नि। अब त्यहाँनिर व्यवस्था गर्छ मामाले, 500 रुपियाँ होला कि बढी आउँछ हौ। ए हामी जाऊँ कि क्या हो? नाइट भ्यू गाइज, नाइट भ्यू। के गर्नु त अब, ढिलो आएपछि होइन, ढिलो आउनु पानी पर्नु जाम पर्नु होइन। यतातिर त रोड क्रस गर्नु पनि कति गाह्रो, क्या कति गाह्रो छ। कस्तो राम्रो निलो, दिउँसो भए घाम लागेको भए कस्तो राम्रो देखिन्थ्यो होला। मलाई खिचिदेऊ न, यस्तो राम्रो देख्यो होइन। म हिँड्दै मलाई भ्लगमा नलागेन ल। माथि भ्लगमा कस्तो देखिरहेको छ, आधी हो निलो फुल। म कस्तो देखिरहेको छु? मेरो चाहिँ यहाँ फोटो भयो कि यो कस्तो देखिरहेको छ। त्यही त मैले चाहिँ यहाँ लुगा लगाएको छु, ओढेको छु। अनि हेर्नु न कस्तो देखिरहेको छ, एकदम मस्त हेरे। अहिले त फेरि कालो भयो त, कालो भयो। हेर्नु साथीहरू, सबै झरिसकेछ फुल चाहिँ, यति धेरै झरिसकेछ। हेर्नु न, हामी यता फुल हेर न, च्वाचु न साथीहरू। फुल चाहिँ पर झरिरहेछ, हामी चाहिँ यता पानी पनि परिरहेछ। पानीले भिजिसक्यौँ। हेर्नु न, पानी परिसकिरहेछ। हेर्नु त फुल एक्कासी पानी पऱ्यो क्या साथीहरू। के काम लागेको हो, हामी त अब फर्किन्छौँ, आउने बित्तिकै पानी पर्नु अरे हौ। बल्ल आइपुगेको ल। अब हामी चाहिँ फर्किन्छौँ साथीहरू। पानी पऱ्यो, मेरो फोन लुगाउँछु, क्यामेराभित्र पानी पर्छ क्या, मेरो यो फुटिरहेछ। त्यही भएर अब जान्छौँ साथीहरू, घर जानुपर्छ होला। एक्कासी डर पऱ्यो, मेरो लुगा नि सेतो छ कि। लुगाको हालत हेरौँ, देखौँ सेतो छ। देखेको छैन? देखियो यस्तो घोप्टो पार्नु न, घोप्टो हौ। लिएर घोप्टो बनाउनु। मेरो लुगा हेरौँ, मेरो लुगा यस्तो छ क्या। अनि भिजिसक्यो ल। अहिले चाहिँ बाइक पानी परेर फर्केर चटपटे खाँदैछौँ है हामी त। म चाहिँ आएर पनि कपडा चेन्ज गरिसकेँ। अब यो मेकअप चाहिँ उतार्ने हो, अनि त्यसपछि मुखसुख धोएर सुत्ने। अनि आजलाई चाहिँ यति नै मेरो भिडियो। अनि अर्को भिडियोमा फेरि भेटौँला साथीहरू। अनि आजलाई चाहिँ बाई बाई साथीहरू, गुड नाइट।